आज एआईमा खर्बौं रुपियाँ लगानी भएको छ, जसले प्रविधि र स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ। यी अनुसन्धानहरूले क्यान्सरदेखि मोटुरोगसम्मको उपचारका लागि नयाँ सम्भावनाहरू खोलिरहेका छन्। तर खुला विश्वका कारण हामीले बिना लगानी नै यी सफलताहरू उपभोग गर्न पाउँछौँ, जुन एक अद्भुत उपहार हो। नेपालमा पूर्वाधारमा एक सुक्खा खर्च नगरी फेसबुक, टिम्स र युट्युब जस्ता सेवाहरू निःशुल्क चलाउन पाइनु उदार विश्वको देन हो। कृषकदेखि शिक्षकसम्म, कर्मचारीदेखि उद्योग व्यवसायीसम्मले यी प्रविधिबाट अपार लाभ उठाएका छन्। आज काठमाडौँमै बसी अस्ट्रेलिया र अमेरिकाबाट राजस्व उठाउन सम्भव भएको छ, जसले आर्थिक अवसरहरू सिर्जना गरेको छ। हामी धेरैले ओपन एआईको च्याटजीपीटी चलाउँदैछौँ, तर यसमा हामीले लगानी गरेका छैनौँ। यसको घाटा र जोखिम हाम्रो होइन, तर यसको सफलता भने हाम्रो पनि हो, जसले शिक्षा, स्वास्थ्य, व्यवसाय र जीवनमा सहजता ल्याएको छ। नेपाल सरकारले यस्तो टुल्स, सेवा र प्रविधि दिन पर्दो हो त कति गाह्रो हुन्थ्यो, तर हामीले यसलाई सहजै उपभोग गरिरहेका छौँ। हामी फेसबुक र युट्युब बन्द गर्ने कि खोल्ने भन्नेमा समय कटाउँदैछौँ, जबकि देशमा गर्नुपर्ने धेरै कुरा छन्। एउटा गतिलो र पारदर्शी कानुनसम्म बनाउन नसक्ने प्रवृत्तिले विकासलाई सङ्कुचित बनाउँछ।